मैले चाहिँ एक घर मौरी किनेर ल्याएको छु कि। अनि यसमा चाहिँ यो घरमा चाहिँ मापदण्ड बिनाको घर भएको हुनाले यसको फ्रेम चाहिँ यो जुन न्युटन बीमा नमिलेको हुँदाखेरि यो घरको मौरीलाई अब यो न्युटन बी को घरमा सार्नु परेको हुनाले अब यहाँको कुनै पनि फ्रेम नमिल्ने भएको हुनाले अब सबै यहाँको फ्रेमको त्यो चाका काटेर यो फ्रेममा ट्रान्सफर गर्नुपर्ने भएको हुनाले मैले चाहिँ यो ट्रान्सफर गर्न लागेको छु है त। यसमा चाहिँ के छ भने फ्रेममा छोटो छ फ्रेम हैन, अनि अट्दैन। यो फ्रेम टु फ्रेम सार्न पाए त कायदा हुन्थ्यो। मापदण्ड बिनाको फ्रेम यस्तो हुन्छ। अब के गर्नु, यो फ्रेम यस्तो हुन्छ है, मिल्दैन। त्यही भएर काट्नुपर्ने स्थिति आयो है। छोड्ने अनि यिनीहरूलाई ट्याक्क यहाँ रसन आउँछ त्यसको केही नभन्ने गाइजहरू, आज मौरी ट्रान्सफर भइसक्यो। यो मौरी ट्रान्सफर गर्ने समय चाहिँ 3 बजीभन्दा उतारे 3 बजी पछि गर्दा राम्रो। 3 बजीभन्दा पछाडि भन्ने कुरा आयो। मौरी चप्पिए त्यहाँ एउटा खान्छ। टेर गरेर बस्छ क्या। तलबाट पनि आउँदो रहेछन् क्या, तलबाट पनि झुप्पा रहेछ कि भित्र। एउटा चेप्टिएको छ कि। मौरी ट्रान्सफर गरियो है, ट्रान्सफर गरिसकेको छ। अब हेरौँ यिनीहरूको कस्तो हुन्छ कामकाज। तर एकदम कठिन है। तर मैले एउटा यो फेस सेफ्टीसम्म नलाइकनै ठ्याक्क ट्रान्सफर गरेको छु। खास त्यस्तो कतै पनि यिनीहरूले टोकिएको छैन। फाइनल्ली साह्रै हेरौँ अब कस्तो हुन्छ है। थ्याङ्क यू।